कसले भन्यो मलाई खिर बनाउन आउँदैन? आज म तपाईहरुलाई खिर बनाएर देखाउँछु, त्यो पनि समयको। हेर्नुस्, सुरुमा यो तरिकाको कराई लिने है। यो कराईलाई के गर्नुपर्छ भन्दाखेरि पखालेर ल्याउनुपर्छ। पखालेर ल्याइसकेपछि अब ग्यास बाल्ने हो। ग्यास बालिसकेपछि तातिन्छ। यसरी ग्यास अन गर्ने, ग्यास अनि एकछिन यो तातिन दिने। तातिसक्छ हैन। तातिसकेपछि यो समय फोरेर त्यहाँ हाल्नुपर्छ अनि भुट्नुपर्छ। पकाउनुस् त। तातिसकेपछि अनि यो समयको प्याकेट फोरेर यसरी हाल्नुपर्छ है। हाल्ने यसरी फेरि अर्को हाल्ने, कति सकिन्छ हैन, त्यही अनुसारले यसरी हाल्ने। हालिसकेर अनि चलाउने, बेसरी भुट्ने मजाले। ला, मैले गलत भाँडो ल्याएँ कि हो। एकैछिन यसरी चलाउने, जलाउनु भएन, सबै बराबर भुट्नु पर्ने हुन्छ, बराबर चलाउनु पर्ने हुन्छ। भन्दा पनि यसरी चलाएर रातो बनाइसकेपछि अनि यहाँ हेर्नुस्, पुरै रातो भइसकेको छ हैन। अनि यो माथि आफूलाई कति मनपर्छ त्यति अनुसारले दुध हाल्ने। मैले चाहिँ सर्टकट बनाएँ है, म त्यो माथि केही हालिनँ। अब यसरी म दुध हाल्छु। दुध हेर्नुस्, 1 मैले बनाएको समयको खिर लगभग तयार भइसकेको छ। अब यसलाई निकाल्ने बाँकी। मैले बनाएको खिर रेडी भयो। हेर्नुस्।